नमस्कार साथीहरू, सेवा हौवा सबैजना आरामै हुनुहुन्छ होला। हामी पनि आरामै छौँ। आज चाहिँ मेरो भान्सामा राँगाको मासु र थेप्ले भात पाक्दैछ। पानी परेको छ हाम्रोतिर, तपाईँहरूकोतिर के कस्तो छ? मैले तेलमा मासु एड गरेँ। पानी धेरै परेर जाडो भइरहेको छ, त्यसैले थेप्ले भात र मकैको थेप्ले भात र राँगाको मासु खाने जमर्को गर्दैछु। मैले राँगाको आन्द्रा भुँडी मासु सबै मिक्स मासु भुट्दैछु। मैले यसमा तेजपत्ता पनि एड गरेको छु मैले स्वादअनुसार, स्वादको लागि। आज चाहिँ थेप्ले भात र राँगाको मासु पाक्दैछ है साथीहरू। मेरो किचनमा मासु पाक्दैछ मासु। मसला एड गरेँ मैले, जिरा धनियाँ अदुवा लसुन सबै मिक्स गरेर छोप्दै पकाउँदै गर्दैछु। छोप्दै बिस्तारै पकाउँदैछु सानो ग्यासमा, छोप्दै पकाउँदै। अब यसमा टमाटर एड गरेँ मैले। टमाटर सानो सानो चप गरेको छु छिटो पाकोस् भनेर। अब टमाटर पाक्दैछ। अब यसमा टमाटर पाकिसकेपछि फेरि मैले यसमा ब्लड पनि एड गर्छु। ब्लड लगाएर थेप्ले भातसँग जाडोमा मजाले, पानी परेर जाडो भइरहेछ खाने हो। अब यसमा ब्लड पनि एड गर्नुपर्छ। ब्लड एड गर्छु। ब्लड एड गर्ने बेला भयो। ब्लड एड गर्दैछु। अब यो ब्लडलाई निकै बेर पकाएर मजाले पाकिसकेपछि यसमा हल्का ग्रेभी बनाउने, झोल लगाउनुपर्छ। धेरै त्यस्तो पनि होइन। अब थेप्ले भात सुरु गरेँ। थेप्ले भातको लागि पानी अघि बसाएको थिएँ, उम्लिन थाल्यो। अब यसमा चामल एड गर्छु म। मकैको चामल एड गरेँ। मकैको चामल एड गरेपछि यसलाई उम्लिनु केही बेर दिनुपर्छ। यो मकैको चामल पाकिसकेपछि यसमा अनि पिठो पनि लगाउनुपर्छ। पिठो लगाएपछि नरम हुन्छ यो। यसलाई पनि छोप्दै पकाउँदै गर्नुपर्छ, छोप्दै। अब केही बेर पाकेपछि यसमा पिठो एड गर्नुपर्छ साथीहरू। पिठो एड गर्नुपर्छ। पिठो एड गरिसकेपछि केही बेरपछि यो पाकिहाल्छ, खानाको लागि रेडी हुन्छ। अब यसलाई चलाइसकेपछि अब यसमा पिठो एड गर्ने। अब यो पिठो एड गरिसकेपछि यसलाई मजाले चलाउनुपर्छ। मजाले पुन्युले घुमाइ सबैतिर मजाले गरिसकेपछि यो पाकेपछि खानालाई रेडी हुन्छ। यो मजाले चलाउने हो, पिठो काँचै रहन्छ। अब मेरो खानालाई रेडी भयो, मैले सर्भ गरिसकेँ। अब म खान्छु साथीहरू। ल त, धन्यवाद।